आज म्योङ आएको थियो 49को लागि सो पुग्यो हामी भाउजू उहाँ चाहिँ आमा हेलो खामी मोगन कला अन्त आज चाहिँ हामी म्योङ आइरहेको थियो 49को लागि सो अन्त अहिले चाहिँ खैरे भर्खर गाडीबाट निस्केको यहाँ आमा हुनुहुन्छ यहाँ भाउजू हुनुहुन्छ हामी तीनजना आएको छु अन्त कस्तोले हो उनी जाडोले बिचोक भइसक्यो दुईजना रे यहाँ यो चाहिँ म्योङ भन्ने जग्गा हो दुईजना टुरिस्ट पर सिङ्गीको अब बाटो चाहिँ पुरा आरुम रहेछ है ल यहीँ तल पुग्नुपर्ने रहेछ हो गोडे अलङ आले बोकेर हिँड्नु पर्ने हिँड्दैछु आमामा गएको छु थाकेछु म टेन्सन भइसक्यो यहाँ बाटो हेर्नुहोस् हुँदैछ बाटो चाहिँ पुरा अप्ठ्यारो रहेछ म चाहिँ यहाँ यस्तो बियरको बारी बोकेर हिँड्दैछु बियर एक पुरा ओह्रालो रहेछ हौ गाइस बिजोक भयो बिजोक आनिमलाई चाहिँ बोलाइरहेको थियो कि आनिम चाहिँ आउनु भएको छैन होइन 1300 हो भने त बोकिहाल्थ्यो कि मेक्सी बारीलाई लम्ला फेरि कम त आरु पनि छैन रहेछ त्यस्तै अलिक छोललाई डब्दै नगर्नुपर्छ ऊ माथि दुईजना त बक्खु घिस्याउँदा बुझिरहेको लाटोसँग ढिलो भएन उनी दाजुले बुझ्याउनु आएको रहेछ भर्खर फ्री भएर चाहिँ अब ओह्रालो जाँदैछु आन्टीहरू चाहिँ तल जानु हुँदैछ सोलीले अरू पनि छ अरे हो सरी नमा दाजुहरू बिजोक छ पछाडि निजाको बिजोक भएर चाहिँ चिन्ता निजाकै देखेन ल्याउनु आएको रे